डाक्टर स्वर्णिम वाग्लेले 2083 सालमा गर्ने यस्ता योजनाहरू जसले गर्दा नेपालको भविष्य परिवर्तन हुन सक्छ। नमस्कार साथीहरू, नेपालमा रोजगार सृजना हुन सक्छ। अमेरिका र सिङ्गापुरको जस्तो स्तरमा नेपालको विकास हुन सक्छ। डाक्टर स्वर्णिम वाग्ले 2082 चैत्यदेखि अर्थमन्त्री बन्नुभएको छ। विश्व ब्याङ्क र संयुक्त राष्ट्र सङ्घमा काम गरेका यो अर्थशास्त्रीले अब नेपालको आर्थिक रूपान्तरणको नेतृत्व गर्दै हुनुहुन्छ। के गर्नुहुन्छ त उहाँले? सबैभन्दा ठुलो लक्ष्य 5 देखि 7 वर्षसम्म नेपालको अर्थतन्त्रलाई 100 अर्ब अमेरिकी डलर 150 खर्ब नेपाली रुपैयाँ पुर्याउने। अहिले हाम्रो जिडिपी करिब 46 अर्ब डलर छ। यसका लागि वार्षिक 7% वृद्धि दर कायम राख्नुपर्छ। डाक्टर स्वर्णिम वाग्लेले तुरुन्तै 15 वटा पुराना कानुन खारेज गर्ने घोषणा गर्नुभएको छ, जसले व्यवसाय र लगानीलाई रोकेको थियो। निजी क्षेत्रलाई सरकारको समेतदार बनाउने, कर प्रणाली सरल र पारदर्शी बनाउने र भ्रष्टाचार तथा सोच रोक्ने योजना छ। 2083 सम्ममा उहाँले के परिवर्तन ल्याउन सक्नुहुन्छ? डिजिटल नेपाल, सबै सहकारी सेवा अनलाइन, फाइबर र 5G पुरै देशमा। क्लिनिक इनर्जी, हाइड्रो र सौर ऊर्जा निर्यात गरेर नेपालले एसियाको ब्याट्री बनाउने। पर्यटन र आइटी, विदेशी पर्यटकको खर्च दोब्बर, आइटी सेवा निर्यातबाट ठुलो विदेशी मुद्रा। युवा रोजगारी, 15 लाख नयाँ जबहरू। स्टार्टअप र उद्यमशीलतालाई प्रोत्साहन, सुशासन, सेवा प्रवाह छिटो, डिजिटल प्रणालीबाट जनतालाई सजिलो। कल्पना गर्नुहोस्, 2083 मा नेपाल स्वच्छ, डिजिटल, लगानी मैत्री र युवाहरूको देशमा बस्ने ठाउँ बन्छ। गरिबी घट्छ, प्रति व्यक्ति आय 3000 डलरको नजिक पुग्छ र नेपालको अन्तर्राष्ट्रिय छवि सम्भावना भएको देशबाट सफल मध्यम आयको देशमा बदलिन्छ। यो सपना पूरा गर्न ठुलो चुनौती छ। राजनीतिक स्थिरता, कडा कार्यान्वयन र निजी क्षेत्रको सहयोग चाहिन्छ। तर डाक्टर स्वर्णिम वाग्ले र प्रधानमन्त्री बालेन शाहको टिमले कुरा होइन काम गर्ने शैली अपनाएका छन्। तपाईँलाई के लाग्छ, यो 100 बिलियन डलरको लक्ष्य पूरा होला? कमेन्टमा आफ्नो विचार लेख्नुहोस्। यो भिडियो मन परे भिडियो लाइक गर्नुहोस्, सेयर गर्नुहोस् र च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोस्। नेपाल बदलिँदैछ। धन्यवाद। जय नेपाल।